नमस्ते सबैजनालाई। आजको मेरो यो मिनी ब्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी यो गार्डन अफ ड्रिम्समा गएका थियौं। यो चाहिँ ठमेलमा छ। यहाँ चाहिँ पर पर्सन इन्ट्री चार्ज चाहिँ 150 लाग्छ। यहाँ चाहिँ जे होस् तपाईहरुलाई यदि ग्रीनरी इन्भाइरोमेन्ट र पिसफुल इन्भाइरोमेन्ट मन पर्छ भने तपाईहरु यहाँ गएर मजाले टाइम स्पेन्ड गर्न सक्नुहुन्छ। यहाँ चाहिँ अब भन्नाले जे होस् हामीलाई लगभग घुम्नलाई चाहिँ मजाले टाइम लिएर घुम्नलाई चाहिँ हामीलाई 2 आवर जति त्यस्तै लाग्यो। जोस रमाइलो भयो। अनि यहाँ क्युट स्क्विरलहरु पनि पाउँदो रहेछ। जोस यहाँ पालेको हो कि आफै आएर बसेको हो खासै थाहा भएन। तर जोस एकदमै राम्रो रमाइलो देख्दाखेरि नि अब वाउ क्युट खालको स्क्विरल थियो। अनि जोस यहाँ चाहिँ हामी अब धेरै अब रमाइलो गर्यौं। कति ठाउँमा फोटो खिच्यौं, कति ठाउँमा भिडियो लियौं। हामी आफ्नै अब फन टाइम इन्जोय गर्यौं। यहाँ चाहिँ जोस फाउन्टेनहरु अनि ठाउँ अब भन्ने फोटो खिच्नको लागि एकदमै राम्रो थियो। अनि के भन्नु भने आज जस यहाँ गएर आज म फर्स्ट टाइम गएको। जस रमाइलो लाग्यो। कतिजना मान्छेहरु घुम्नु भइसक्यो पनि होला, तर म चाहिँ आज फर्स्ट टाइम घुमेको हो। रमाइलो भयो। अनि यो लास्टको चाहिँ हाम्रो त्यहाँ गएर खिचेको फोटो हो ठाउँमा। जस कति ठाउँ चाहिँ मेन्टेनेन्स भइरहेको रहेछ, तर जस प्राय सबै ठाउँ चाहिँ राम्रै लाग्यो। मलाई वाउै भयो आजको मेरो दिन चाहिँ यहाँ गएर। जस आजको लागि यति नै। धन्यवाद।